ओके गाइज, आज चाहिँ म जस्तो एआईबाट गीत कसरी बनाउन सकिन्छ, आफूले चाहेको तपाईँले लेखेको गीतहरू या तपाईँ नलेखेको पनि एआईबाट, जस्तो आजभोलि भाइरल छ नि त एआईबाट बनेको गीतहरू एनपिएलमा पनि त्यस्तो गीतहरू कसरी बनाउन सकिन्छ त्यो बारेमा भिडियो बनाएको छु। धेरैजनाले जान्नुभएको छ र नयाँ साथीहरूको लागि हो यो भिडियो मैले चाहिँ तपाईहरुको लागि लिएर आएको छु। र यसमा कसरी चाहिँ एआईबाट तपाईले भिडियो गीत बनाउन सक्नुहुन्छ र उसले नै म्युजिकहरु देखि लिएर सबै कुराहरु हाल्दिन्छ, त्यो बारेमा आजको भिडियो छ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला र यस्तै नयाँ जानकारीमूलक भिडियोहरुको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। सिवाइज होराइजन च्यानललाई सब्स्क्राइब, लाइक, कमेन्ट गर्नु होला र ढिलो नगरिकन हामी चाहिँ भिडियोतिर लागौं। तपाई प्ले स्टोरमा जानु होला। प्ले स्टोरमा गइसकेपछि तपाईले सर्च बारमा गएर चाहिँ सुनो एआई जुन छ, सुनो म्युजिक एप, यसलाई चाहिँ तपाईले मेरोमा अलरेडी छ, त्यसले गर्दा यहाँ ओपन भनेर देखाइरहेको छ। अलरेडी डाउनलोड गरिसकेको छु, इन्स्टल गरिसकेको छु, त्यो भएको कारणले मेरोमा ओपन भनेर देखाइरहेको छ। यो एप तपाईले डाउनलोड गर्नु होला। यो एप डाउनलोड गरिसकेपछि तपाईलाई म यहाँ देखाइदिन्छु। यहाँ छ मेरोमा सुनो। यसमा गइसकेपछि तपाईले यसको ड्याशबोर्ड ओपन गर्नु होला। त्यसपछि अब यहाँ धेरै गीतहरु बनाएर हालिरहेको हुन्छन् अरूहरुले पनि। यहाँ जस्तो यहाँ अपलोड भइरहेको भिडियोहरु है यो चाहिँ। अनि यसमा गइसकेपछि तपाईले चाहिँ अब तपाईले आफूले चाहेको गीत बनाउनलाई टक्क यहाँ जानुहोस्। अब लिरिक लेख्नु होला क्या। यहाँ तपाईले जे लेख्नुहुन्छ त्यो चाहिँ गीत बनाइन्छ। र तपाईलाई कस्तो अब मेलको आवाजमा फिमेलकोमा चाहिन्छ या कस्तोमा चाहिने हो सबै कुराहरु यहाँ छ है तल। जस्तो अब यहाँ लेख्नु भयो, मैले लेखे यहाँ ल हैन, सानोमा कता छौ तिम्रो यादले सतायो, यस्तै कुराहरु मैले जे अब तपाईले जे पनि लेख्न सक्नुहुन्छ। अनि यसमा थिचिसकेपछि अब यो बन्ने छ गीत र यसले बनाएर दिने वाला छ। रेडी हुँदैछ, वेट गर्नु होला। कस्तो बन्यो सुन्नु होला है त। दुईटा तीनटा बनाइदिन्छ उसले। अब यहाँ रेडी भयो मेरो गीत। यसरी चाहिँ एआईबाट ट्याग अर्को पनि बनेछ यहाँ हेर्नु होला तल्लो। दुई तीनवटा बनाएर दिन्छ तपाईलाई जुन मन लाग्यो। अब त्यो तपाई यसो गरेपछि यहाँ डाउनलोड भन्ने अप्सन छ। तपाईको यो थ्री डटमा गएपछि यहाँ थ्री डटमा गइसकेपछि यहाँ डाउनलोड छ। डाउनलोड गर्नु भने तपाईको म्युजिक सिस्टममा बस्छ है त, बुझ्नुभयो नि। जस्तो यो थ्री डटमा गएपछि यहाँनिर डाउनलोडको अप्सनमा क्लिक गरेपछि तपाईको चाहिँ अब यो गाना तपाईको डाउनलोडमा ट्याक्क गएर चाहिँ म्युजिकमा बस्छ। र त्यसलाई अब तपाईले भिडियो बनाएर जस्तो खालको भिडियो बनाएर क्याटकपबाट या इन्सर्टबाट, भिएनबाट, जुनसुकै प्लेटफर्मबाट तपाईले एडिट गरेर भिडियो बनाएर टक्क हाल्नु भयो भने बेस्ट हुन्छ। तपाईको गाना रेडी हुन्छ है त। यो थियो आजको भिडियो। कस्तो लाग्यो भिडियो भनिदिनु होला। यस्तै गरेर अन्य कुराहरुको बारेमा पनि भिडियोहरु आइराख्छन् यो च्यानलमा।
त्यो भएको कारणले सब्स्क्राइब गर्न नभुल्नु होला। र यो एआईबाट बनाएको भिडियो तपाईहरुलाई म जानकारी दिउँ कि यो एआईबाट बनाएको भिडियोहरु तपाईले युट्युब च्यानलतिर युज गर्न पाउनुहुन्छ, फेसबुकतिर मजाले युज गर्न पाउनुहुन्छ, वाच टाइम बढ्छ र एआई जेनेरेट भनेर आउँछ, तर यसको भनेको मोनेटाइज चाहिँ हुँदैन। योबाट आएको पैसाहरु तपाईलाई आउँदैन, यही एप्सले लान्छ। यस एप्सले चाहिँ पैसा चाहिँ यसलाई जान्छ मोनेटाइज भयो भने। र तर यो गानाले चाहिँ वाच टाइमहरु बढाउँछ र कपिराइट तपाईको यो भिडियो हाल्दा कपिराइट आउँदैन, कपिराइट स्ट्राइक जुन आउँदैन, कपिराइट क्लेम भनेर आउँछ र त्यो भनेको च्यानलमा केही पनि इफेक्ट हुँदैन। तर योबाट बनाएको भिडियोहरु एआई जेनेरेट भनेर यसको मोनेटाइज चाहिँ हुँदैन, कुनै पनि यसबाट आउने भिडियोहरुको पैसा चाहिँ आउँदैन, चाहे तपाईले फेसबुक रिलमा हाल्नुस् या तपाईले युट्युबमा हाल्नुस्। ओके, थ्यांक यू भेरी मच हेर्दिनु भएकोमा भिडियो। र फेरि अर्को भिडियो लिएर आउने होला छु। कस्तो लाग्यो आजको भिडियो र कमेन्ट गरिदिनु होला, च्यानललाई सब्स्क्राइब पनि गर्न नभुल्नु होला। थ्यांक यू भेरी मच, बाइ बाइ।